एकछिन यो यात्रा हाम्रो जोमसङ मुक्तिनाथसम्मको हो। आज पहिलो दिन हामी फेरीमा छौँ। यो तल्लो फेरी आइसकेको छ। हाम्रो बिहान 8 बजे हामी हेम्जाबाट भर्खर हिँड्दैछौँ। ताल देखिएछ, ताल है त, कुन ताल होला त्यो ल हेर्नुहोस् त। यो हामी जोमसङ जाने बाटोमा यो नाउडाँडा बजार, ढिकुर पोखरी, म अहिले पाउँदुरकोटमा छु, फेवाताल। यस्तो राम्रो भ्यू देखिएछ। सेलरोटी सक्छु छ जोमसङको हामी होइन यहाँ खाजा ठाउँमा सेलरोटी तातो भन्दैछ। हामी मालडुङ आइपुगेका छौँ। नजिक हो नि मोबाइल मेरो। अब उता बागलुङ, उता मलाई देख्नु लेफ्ट साइडमा बागलुङ, राइट साइडमा जोमसङ जाने बेनी जाने बाटो है त। उता चाहिँ होला नि। म्याग्दी जिल्ला आउँदैछौँ है हामी। बेनी आउँदैछौँ हामी जोमसङ जाने बाटोको। अहिले म्याग्दी जिल्ला प्रवेश गरिसकेको। बाटो पनि देखाउने। रूपसे झरना, रूपसे झरना माथि देखाउनुहोस्। उता पुल देखाउनुहोस् त, पुल खतरा पुल छ। यस्तो खतरा पुल हेर्नुहोस् है यहाँ। फोटो त खिच्नु पऱ्यो, देखाउनु झरना। हामी रूपसे झरना कटेर काभ्रे भिर पनि कटेर अब घासाको नजिक आइपुगेका छौँ। घासाको नजिक आउँदा यस्तो यो बाटो, यो हाइवे डरसँगै एकदम रमाइलो राम्रो ठाउँ पनि। हेर्दा राम्रो, माथिबाट पानी चुहिरहेछ। जोमसङको बाटोको यो एउटा एकदम एडभेन्चर। हामी अहिले कति बज्यो? 3 बज्यो। 3 बजे हामी अहिले लेते ब्ल्याक हर्स इनबाट हामी अगाडि मार्फा मुस्ताङ जोमसङ जाँदैछौँ। आज हाम्रो चाहिँ स्टे जोमसङमा हुन्छ है त। जोमसङको हाम्रो आशिष दाइकोमा अनि आउँदैछौँ। यो टिभी गाडीहरू आइरहेछ। अब कोबाङमा 8 किलोमिटर बाँकी। यो फाँटहरू देखाइदिनु सम्पदा। सम्पदाले क्यामेरामा अहिले हाम्रो सेकेन्ड क्यामेराम्यानको रूपमा सम्पदा सोच पहिलो क्यामेराम्यान चाहिँ यस्तो भिडियो खिच्नुहुन्छ।
ग्रिन एप्पल दुईटै छ सदाको हो कि के हो र है यति सानो बोटमा नि हेर न कति धेरै फरक हो सजाको हो कि के हो र सजाको त होइन यस्तो लाग्छ एप्पल भन्नुहोस् न सबै पुरै दामी बनाएको है चलाउनै पर्छ सर आज भिड जाम छ कि रोक्ने जानेहरू पनि हो क्या यहीँ रोक्नु नि त हामी पनि जानु अझै हुन्छ नानी भोलि नानु मार्फा भन्नु बजार आइसकेको छ हामी अहिले मार्फामा छौँ यो मार्फाको स्याउबारी हो यो सबै स्याउबारी जोमसङ जाने बाटो यो पोखरा जाने बाटो कोसेली घर छ हेर स्याउ यो मार्फाको खस्यो भर्खरै खस्यो ल हेर्दा हेर्दै खस्यो भर्खरै नानी एउटा स्याउ खस्यो नि त त्यहाँ टिप्ने मान्छे छैन नि स्याउ खस्यो अब के भन्ने हामी चाहिँ अहिले मार्फाको जेरी गल्ली हो जेरी गल्लीमा जस्तो पर्छ लेक साइड जस्तो जेरी गल्लीमा फोटो खिच्नु होटल रक एन्ड मलको यहाँ छ जेरी गल्लीको बोर्डमा के दाइ यस्तो यो बोर्डमा चाहिँ टास्न नहुने अरे दाइलाई रक एन्ड मलको छ त्यो पनि खुसी लाग्यो ल जेरी गल्लीमा दाइको ट्याक्क देख्दा हेर्दा नानी सामान छोड्न आएको जोमसङतिर पसलको झोला बोकेर सामान छोड्न याद चढेर जेरी गल्लीमा आयो त सम्पदा हो नानी बाटो आकाश जोमसङ आइपुग्न लाग्छौँ हामी बाटो देखाउनु जोमसङ लेखेको छ अगाडि देख्नुहोस् बाटो हेर्नुहोस् यस्तो राम्रो बाटो बनेको छ है त जोमसङ आइसक्नु लागेको छ 2 किलोमिटर छ जोमसङ यस्तो राम्रो बिचको बाटो यो चाहिँ हामी अहिले जोमसङ बजार जोमसङ एयरपोर्ट हो यो होटल म्याजेस्टी आइसकेको छ त्योभन्दा पारि सनराइज होटल आजको हाम्रो डेस्टिनेसन चाहिँ सनराइज होटल रहेको छ यो जोमसङ एयरपोर्ट नजिकको मेन बजार यस्तो छ है त राम्रो हिमाल खुलेछ अहिले हामी छौँ यो जोमसङ छौँ अलि उता एयरपोर्ट हो यतापट्टि चाहिँ मुक्तिनाथ जाने बाटो यस्तो उज्यालो छ यस्तो हिमाल देखेको छ निलगिरी हिमाल हो कि कुन हिमाल होला यो थाहा छ भने भनिदिइहाल्नु त यस्तो राम्रो भइरहेछ अहिले यो जोमसङको बाटो यो पोलको लाइटहरू यो बाटो यस्तो राम्रो बनेको जोमसङको यो एयरपोर्ट गेट हो एप्पल जुस त खानै पर्यो जोमसङ आएपछि खाने कि पिउने होइन नानी तर जोमसङको एप्पल जुस चाहिँ पिउने होइन नानी खानै पर्छ यो भुटेको एप्पल जुस हो अहिले जोमसङबाट हामी मुस्ताङ जाँदैछौँ यता अगाडि हिमाल देखाउनु त हिमाल पनि देखिरहेको छ हाम्रो देब्रेतिर यो खोला छ यताबाट हामीले मुक्तिनाथ मन्दिर जाँदैछौँ बाटो खिच्नुहोस् हुनुहुन्छ क्यामेरामा सम्पदा अलि आराम गर्नुभएको छ अगाडिको बाटो खिच्नुहोस्
जोमसङबाट कागबेनी जाँदैछौँ हामी यो खोलाको तिरैतिर खोला तिरैतिर भन्दै चौतारा त छैन यहाँ त्यही भएर यो गीत म यतिसम्म गाउन चाहन्छु यस्तो राम्रो भ्यू छ यस्तो राम्रो भ्यू छ क्या हेर त घाम लागेको देख्नुहोस् मेरो सिसाबाट अगाडिको सिसाबाट देख्नु त्यो बाहिर भयो छड्केकोस् मोबाइल मान्छे म छड्किन पर्दैन लो मुस्ताङ तलबाट पानी नभएको ठाउँबाट मुक्तिनाथ जाने उकालोमा है त पारीको भ्यू हेर्नु पारीको आमा यस्तो राम्रो देखिएछ मलाई नदेखाउनुहोस् पारीको भ्यू चाहिँ छुटाउनु भएन है आमा टर्निङ छ खै ओहो बाटो चाहिँ ब्याक गर्नुहोस् मोबाइल यता पनि खिच मुक्तिनाथ आउँदैछौँ कागबेनीको यो टाढै उकालो पारी हिमाल सेतो हिमाल हेर्न देखाउ त ओहो वाट अ भ्यू यार यहीँ बस्नु भने आएको कता हो घाम पर्यो हजुरले म पहिला फोन हाल्छु है तिराज मन्दिर आउनु लाइसेन्स छ उता नि त्यहाँ हिमालहरू देखाउनु खुलेको हिमाल यस्तो राम्रो देखेछ यसै मुक्तिनाथको इन्ट्रान्स आउनुलाई यस्तो भिड छ भिड छ यता नि यस्तो पुरै जोमसङ फुल छ यो चाहिँ विष्णु पादुका मन्दिर हो है त यो हो हाम्रो जोमसङ मुक्तिनाथको मुख्य मन्दिरको छेउमै छ विष्णु पादुका मन्दिर म पहिला आउँदा नि यहाँ आएको थिएँ मुक्तिनाथ मन्दिर अहिले हामी मुक्तिनाथबाट तल कागबेनीसम्म झर्दैछौँ कागबेनीबाट हामी यतापट्टि छुसाङ जाँदैछ छुसाङ रोमान्थाङ जाने बाटोको हाम्रो ताङबे साथीभाइहरूको दाइहरूको यो एप्पल फार्म छ च्याउबारी फार्मिङ गर्नुभएको छ ठुलो त्यो म पहिला आउँदा पनि त्यो सुरु हुँदै थियो अहिले ठुलो भएको भन्ने एउटा खबर पाएको हुनाले हामी त्यो हेर्न जाँदैछौँ यो ओह्रालो झरेर मुक्तिनाथबाट कागबेनी झर्दैछ पारीको त्यो भ्यूहरू देखाइदिनु त यस्तो राम्रो भ्यूमा साह्रै राम्रो छ यो त बाटो पनि एकदमै राम्रो हामी मुक्तिनाथबाट झरेर यो देब्रेतिर जाने चाहिँ जोमसङ जाने बाटो हो हामी चाहिँ दाहिनेतिर अप्पर मुस्ताङ जाने बाटो जाँदैछौँ कागबेनी 12 बजेको हावा ठक्क 12 बजेको छ 12 बजेको हावा चलिरहेको छ उता देखो कागबेनी त्यो तलको कागबेनी हो यो चाहिँ अप्पर मुस्ताङ जाने बाटो अगाडि देखाउने बाटो राइट साइडमा मुक्तिनाथ पछाडि जोमसङ कागबेनी देखिरहेको छ एकदमै राम्रो भ्यू कागबेनी अहिले हामी कागबेनीबाट जोमसङ फर्किँदैछ है त हामीलाई यो हेर्नुहोस् त यो मूर्तिहरूले वेलकम गर्नुभएको थियो अघि जाँदा अहिले थ्याङ्क यू भन्नुभएको छ यो अहिले अगाडि देखिएको खोलामा यो सबै धुलो हावाले उडाएको जोमसङको बजारमा 12 बजे हावा सरर भनेको यही हो 12 बजे चाहिँ हावा सरर होइन धेरै सरर आउँदो रहेछ आवाज पनि यस्तो छ है म गाडीको स्पिड अलिकति बढाउँछु हावा चाहिँ यो साउन्ड पनि सुनिन्छ हावा देख्नु हावा यो सबै यति पावरफुल हावा छ कि यस्तो हावा छ
हामी दुम्बा लेकबाट अहिले फर्किँदै जोमसङ फर्किँदै अहिले जोमसङ एयरपोर्ट चाहिँ आउनुहोस् त उता अगाडि हो अहिले आउनुहोस् जोमसङ एयरपोर्ट यस्तो राम्रो भ्यू देखेको छ थेनीबाट हामी फर्किँदैछौँ उता जोमसङ एयरपोर्ट जोमसङको बजार हो जोमसङको मेन बजार खोलावारी र पारी दुवै बजार स्पष्ट रूपमा हामीले क्लियर देखेको छ माथि थेनीको डाँडाबाट जालबाट बनाउँथ्यो गुम्बा लेकबाट तल फर्किँदैछ जोमसङ बजार यतापट्टि गयो किड्सी फार्महरू हरियाली जोमसङमा भएको हरियाली यति हो भनेको ढुङ्गाले छेक्किहाल्यो हेर्नुहोस् बाटो पनि देखाइदिनुहोस् सारा जान्छ अब देखाउनुहोस् बजार जोमसङको यहाँ चाहिँ रहेछ उबारी कस्तो राम्रो छ हिँड्दै जाउँ को हो यिनीहरू हेर त नानी जोरी गल्लीतिर जाउँ न आउनु त आउनु केही हुनु आउनु आउँदैन न मजाले के हुन्छ हजुर खिच्दिउँ कि यसै यो खिच्दिउँ खिच्दिने हो ल को हो यिनीहरू ओहो सम्पदाको आमा छोरी पो रहेछन् क्या एप्पलको रोटी सिधा राम्रो यस्तो भिडियो छ यस्तो दामी भिडियो यस्तो नानी हो त म ओ नानी च्याउबारीमा छौ त ल छडा खै 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 ल टिप त ल टिपेर पुसेर खाऊ सायद पुसेर कराप्पै पार त पुसेर टोक यस्तै रहेछ अब खाने यस्तै एउटा स्याउ टिप्न मन लाग्यो कि मल्ल पो स्याउ खाए जस्तो भयो नानी यता यता एप्पल देखाऊ एप्पल छ यो एप्पल टिप्छ है म यो लाल टाढो जुम नगर न जुम नगर टाढा जाऊ पछि जाऊ बस एप्पल है एप्पल टिप्नु गोल्डन एप्पल हो गोल्डन एप्पल सबैलाई लाएर त्यो अरू एप्पल बारी पनि देखाउनु एउटा टिपेर टिपेर कप्प पार नि ल Yummy.
नजाम हाम्रै रहर लाग्ने के हो एकदमै ल हिँड न आइज नानी यो बोटमा अस्ति खसेको स्याउ हो अस्ति आउँदा खसेको आज हामी फर्किँदा पनि यही बाटो स्याउबारी आयौँ हामी मार्फामा त्यो खसेको स्याउ त्यहीँ छ अहिलेसम्म टिपेकै छैन नि खसेको स्याउ यस्तो छ कि अब सिधा उता धेरै हिँडेको यहीँ त देखाउँ सिधै उता अलि उता फर्काउ हो त्यस्तो फर्काउ भनेर रहेछ बन्द नगरेको छु है हामी जुमसङबाट मार्फा हुँदै टुकुचेको बगरबाट यता लेतेतिर आउँदैछौँ आज हामी फर्किँदै अस्ति आयो स्याउको बनाउला